नमस्कार सम्पूर्ण साथीहरुमा जय गोर्खा। अनि सबैलाई सबभन्दा पहिला चाहिँ शुभरात्रि भनिदिइहाल्छु। मैले एउटा भिडियो बनाएको थिएँ तपाईहरुको लागि हैन। त्यो भिडियो चाहिँ एडिट्स एप्सको बारेमा थियो, जो कि हाम्रो सबै मोबाइलमा छ हैन। त्यो एडिट्स एपलाई हामीले चलाउन सक्यौं भने एकदम राम्रो एडिटिङ गर्न सक्नुहुन्छ। त्यहीँनेरि म्युजिकहरु पनि छ है। कन्टेन्ट क्रिएटरहरुको लागि सबै राम्रो हुन्छ हैन। यो म पछिल्लो 2 महिनादेखि चलाउँदै छु र त्यसको लागि मैले भिडियो बनाएको थिएँ, तर म यो भिडियो अपलोड गर्नु सकिन किनभने मलाई फेसबुकले के रे एउटा प्रमोसनल भिडियो बना भनेर भन्दैछ हैन। मेरो अब यो के नभए यो के रे मेरो विकली च्यालेन्ज पुरा हुँदैन। त्यसैले म साथीहरुलाई आग्रह गर्छु, मेरो एउटा युट्युब च्यानल छ के रे सेन्टु थापा क्रिएटर है, त्यसलाई माया गरिदिनुहोस् होला। म यसमा कमेन्ट बक्समा लिंक पनि दिन्छु साथीहरु। र मेरो इन्स्टाग्राम पनि छ, इन्स्टाग्राम पनि सेम नाम छ। मलाई इन्स्टाग्राममा पनि फलो गरिदिनुहोस् होला है। अन्त तपाईहरुले यहाँ हेर्नुस् त, फेसबुकले अहिले 6 वटा क्राइटेरिया ल्याएको छ साथीहरु हो। तर हामीले यो नोटिफिकेसन चाहिँ पाएको छैनौं साथीहरु। अरूले चाहिँ पाएको छ र त्यो भिडियोहरु हामीले हेर्दै छौं हैन। 6 वटा क्राइटेरिया मतलब अब फेसबुकमा कन्टेन्ट मोनेटाइजको टुल्स पाउनेले जति पायो जो वेटिङ लिस्टमा छ त्यो छ। अब जो जतिले पनि कन्टेन्ट मोनेटाइजको टुल्स पाउनु पर्छ, त्यसको 10,000 फलोवर कम्प्लिट गर्नुपर्छ र 1.5 लाख भ्युज कम्प्लिट गर्नुपर्छ। अनि 6 वटा मध्येमा 18 वर्षदेखि माथिको हुनुपर्छ फेसबुक चलाउने मान्छे। र साथीहरु, र मलाई मेरो सेन्टु थापा के रे युट्युब च्यानललाई सेन्टु थापा क्रिएटरलाई पनि तपाईहरुले माया गरिदिनुहोस् हैन। म लिंक दिदैछु, त्यो लिंकमा गएर तपाईहरुले मलाई सब्स्क्राइब गरिदिनुहोस् ल। अनि इन्स्टाग्रामतिर पनि मलाई फलो गरिदिनुहोस् साथीहरु ल। अन्त म तपाईहरुको लागि राम्रो भिडियोहरु मैले सबै तयार गरिसकेको छु, तर भ्याएको छुइनँ, ल्याउन सकेको छुइनँ हैन। म तपाईहरुलाई मेरो गुरु मन्त्रहरु पनि दिन्छु, कसरी काम गर्नुपर्छ, के गर्नुपर्छ फेसबुकमा है ल। त्यतिन्जेल शुभ बस्नुस् र एकअर्कामा जुडेर काम गरौँ, एकअर्कामा नराम्रो भावनाहरु नराखौँ हैन। मतलब एकअर्कामा नराम्रो भावनाहरु राख्यो भने चाहिँ हामी एकअर्कामा सपोर्ट नगरागर गरिनौं भने चाहिँ हामी फेसबुकमा राम्रो काम गर्न सक्दिनौं, अगाडि बढ्न सक्दिनौं साथीहरु ल। अरू बात अर्को दिन गरौँ ल। शुभरात्रि, सबैलाई शुभ बस्नु ल। धन्यवाद। जय गोर्खा, जय हिन्द।